नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एउटा अध्यादेश जारी गर्नुभएको छ असोज 8 गते। त्यो अध्यादेशले अब पुनः मतदाता नामावली सङ्कलन गर्न बाटो खोलेको छ। यसभन्दा अगाडि मतदाता नामावली सङ्कलन गर्न निर्वाचनको मिति घोषणा भइसकेपछि नमिल्ने ऐन थियो भने अब मतदाता नियमावली ऐन 2073 को दफा 4 को उपदफा 2 को 2 नम्बरमा के भनिएको छ भने मतदाता नामावली सङ्कलन गर्नलाई कुनै पनि चुनावको मिति घोषणा भइसकेपछि रोक लगाइनेछ भनिएको थियो भने अब त्यही बुदा संशोधन भएर पुनः मतदाता नामावली सङ्कलन गर्नलाई त्यही केही दिनको मिति दिइने भएको छ। अब निर्वाचन आयोगले त्यो मिति तत्कालै सार्वजनिक गर्दैछ र त्यो मितिमा सबैजना हामी गएर लाभ उठाउनु पर्ने हुन्छ। अन्तरिम सरकारले के कस्ता काम गर्छ, अब युवालाई कसरी अवसर दिन्छ, भोट हाल्नबाट वञ्चित युवाहरूलाई कसरी चाहिँ भोटको दायरामा ल्याउँछ भन्ने एउटा जिज्ञासा भइरहेको बेलामा कोही पनि भ्रममा नपर्नु होला। मतदान गर्न पाउने भइएको छ, तर आफ्नो कागजपत्र सुरक्षित राखेर निर्वाचन आयोगले जहिले मिति घोषणा गर्छ त्यो मितिमा हामी गएर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएर मतदाता